हेलो हेलो साथीहरू, आज चाहिँ मेरो साथीले स्पेसल बनाइराखेको छ। ल हेर्नुहोस्, दाल बनाउने तरिका टक्कसँग। अब मेरो एउटा साथी यहाँ छ, लक्ष्मण गौतम हो क्या नाम चाहिँ। अब टक्कसँग अब यो ल अब हेर्नुहोस्, तपाईँहरूले सिक्न सक्नुहुन्छ। पछाडि व्याकरण केही नहेर्नु होला, तर तरिका हेर्नुहोस्। तरिका दाल बनाउने तरिका तपाईँले छिटो, छरितो र मिठो कसरी बनाउँछन् भनेर नेपाली स्टाइलको दाल कस्तो हुन्छ भनेको तपाईँले हेर्नुहोस्। त्यसपछि तपाईँहरूले अनि त्यसपछि गर्नु। ल हेर्नु अब के हाल्नु। ल यो चाहिँ नुन है, त्योभन्दा अगाडि खुर्सानी, बेसार हल्का मिक्स गर्ने। अनि त्यसपछि हल्का मिक्स गरेपछि अलिअलि कलर आउँछ। त्यसपछि पानी हाल्नु पर्छ। एकछिनपछि अब अलिकति फ्राई गरेपछि पानी हाल्ने। टमाटर हाल्नुपर्छ लक्ष्मणजी? पर्छ। ल ठिक छ। ल पानी अलिकति उसमा नि अब हेरौँ न। ल हेर्नुहोस् है, हेर्नुहोस्। अब यहाँ टमाटर काट्दै हुनुहुन्छ लक्ष्मणजीले। कस्तो लाग्यो बनाउने तरिका तपाईँहरूलाई एकचोटि ट्राई गर्नुहोस्, अनि त्यसपछि के कस्तो हुन्छ। ल अब यसरी यसमा यो हाल्ने। अनि खै म पनि यसो सिक्नु पऱ्यो है चलाउन। ल उहाँ लक्ष्मणजीले चलाउनुहुन्छ, मलाई हातले मिलेन अलिकति। खाना म खाना आएको होइन, छुट्टी भयो। ल ल हेर्नुहोस्, यो हाम्रो मेड इन नेपाल स्टाइलको दाल बनाउने रेसिपी है। तपाईँहरूले अब यो टक्कसँग हेरिदिनु होला। हाम्रो लक्ष्मणजी यहाँ हुनुहुन्छ टक्कसँग। अब फुल अलि आएन क्या। भिडियोको क्वालिटी चाहिँ तपाईँहरूले अब इग्नोर गर्नु होला। अब मोबाइल खासै ठुलो छैन। तपाईँहरूको साथ सपोर्ट भयो भने म अझै केही उस गर्छु होला है त। ल एकछिन यो टमाटर गल्न दिनुहोस्। टमाटर गलेपछि अनि त्यसपछि कलर आउँछ। लक्ष्मणजी खुर्सानी हाल्नु पर्दैन? खुर्सानीहरू ए खुर्सानी नभएको अवस्था, खुर्सानी हाल्यो अझै टेस्ट आउँछ। ये हमारा मचा है, मेड इन श्रीलंका से। अच्छा आदमी है। अन्ना का गाना उधर चल रहा है। ये हमारा दोस्त है। ये हमारा लक्ष्मण जी का फूड। क्या बनाएगा? क्या बनाएगा? दाल बनाएगा बाबू। ऐसा बोले दौड़ा दे नहीं। क्या हाल हुआ था निकाले तो? कति टाइम लाग्छ पानी हाल्न? अब हाल्यो हुन्छ है। मतलब ये यूट्यूब में देखो, हमारे यूट्यूब पे हम डालेगा। हाँ सब्सक्राइब करिए। ओके, सब्सक्राइब करो। ल अब पानी, अब लक्ष्मणजीले पानी हाल्दै हुनुहुन्छ। पानी हालेपछि त्यसपछि हल्का मिक्स गरेर अनि त्यसपछि अब कति सिटी पाक्छ? लगभग 1 सिटी कि 2 सिटी? एक सिटी 2 सिटीमा पाक्छ। कुकरमा ढक्कन लाग्यो। अलिकति पानी थोरै भयो जस्तो लाग्यो कि। त्यो घाटसम्म हाल्नु त अलिकति बराबर हुन्छ कि। 4 जनालाई पुग्नु पर्यो। पुग्छ होला है, होइन? लास्ट टाइम पानी हालेन हुन्छ पछि। ल यो ढक्कन लगाएर वीडियो क्या कर गया ना मालूम है?
ये इधर रखो ना। ओके ये थोड़ा ओपन नहीं करेगा, 1 मिनट हो गया, अभी ओपन करो। करो। इधर रखो ना, ये देख करेगा, हाँ ऐसा करेगा ना। नहीं अभी हो गया अभी नेक्स्ट अब नेक्स्ट टाइम